हेलो गुड मर्निङ। आज सेकेन्ड डे। आज हाम्रो चाहिँ पोखरा टु मुस्ताङ। हाम्रो चाहिँ अब मुस्ताङको ट्रिप यहाँ पोखराबाट सुरु हुन लागेको छ र हाम्रो गाडी चाहिँ यही हो। सामानहरू प्याकिङ हुँदैछ। हामी बस्ने चाहिँ यो आदम होटेल हो। प्रायः जसो म यहीँ नै बस्छु पोखरा आउँदा चाहिँ। गाडी चाहिँ यही हो हाम्रो जाने। अब हामी पोखराबाट हिँड्यौँ है। अब हाम्रो खाजा खाने बेला भयो। अहिले चाहिँ हामी कुस्मा ब्रिजमा छौँ। यो कुस्मा पर्वत। कुस्मा कुस्मा बन्जी जम्प। दिदीले अब बन्जी जम्प गर्दै हुनुहुन्छ। अहिले कुस्मा ब्रिजमा बन्जी जम्पतिर लाग्यो। दिदी पर्खिनु। तपाईँ बन्जी जम्प हान्ने मान्छे किन धेरै एक्साइटेड? हिँड्नु न हिँड्नु। ब्याक भएर हिँड्नु। कोही म अगाडि जान्छु। यो कालीगण्डकी खोला। यो खोलाको नाम चाहिँ कालीगण्डकी। आज मेरो क्यामेरा हजुर टिकटमा पाउने पनि छ, सबैले खेल्न पाउने पनि छ। दिदी कस्तो लाग्यो ठाउँ भन्नु? एकदम दामी रमाइलो भइरहेछ। एकदम दामी रमाइलो भइरहेछ दिदी। एकदमै रमाइलो दामी भइरहेछ। कुस्मामा आएर बन्जी जम्प भएको चाहिँ डर लाग्यो त्यति नै। सब ठिकै रहेछ।
चाहिँ हामी यहाँ गलेश्वर मन्दिर आइपुग्यौँ। यो चाहिँ गलेश्वर मन्दिर एकदम ढुङ्गामा रहेछ। गलेश्वर मन्दिर पहिला यहाँ ठुलो झरना थियो क्या। हाम्रो गाडी चाहिँ यहाँ छ। अब एकछिन हामी यहाँ झरनाको अवलोकन गर्न जाँदैछौँ। हाम्रो जम्बो टिम अहिले झरनाको किनारमा आयौँ। हाम्रो टोलीहरू आउँदैछ। वरिपरि डाँडै डाँडा रहेछ। कस्तो लाग्यो तल? हाम्रो बुहारीको चाहिँ पहिलोचोटि हेरेको भए पानीमा हाम फाल्नु कि के गरौँ भइरहेको छ। दिदी नानी यहाँ आइज। राम्रो लाग्यो। तातो पानीमा चाहिँ हामी अब खाना खानु झरेको अवस्था। कत्रो डाँडा हो अनि अहिले हामी यहाँ रूप्से झरनामा आइपुग्यौँ। रूप्से वाटरफल। वेलकम टु मार्फा। मार्फा आयो मार्फा। जाडो चिसो चिसो चिसो। मार्फा आयो मार्फा। वेलकम टु मार्फा भिलेज। शीतल मात्रै भयो। ल मार्फा आयो है मार्फा। तलको गर्मी यहाँ निस्क्यो। अब स्टार्ट हुँदै गएछ। मार्फा गाउँ आयो। अनि तल कस्तो भयो? राम्रो छ, चिसो छ। चढ्ने हो यहाँ याकमा? नलाउने जाडो। अलिक पछाडि हिँड्न एउटा कुरा भन्नु मन लाग्यो। हामीले सानो मान्छेले एक प्लेट मोमो 5 जनाले खाएर हिँडेको। त्यो पनि आधी घन्टा कुरेर एक प्लेट मोमो 5 जनाले बाँडेर निस्क्यौँ। भनेपछि कति महँगो होला हाम्रो। त्यो अलि उता अघि घुमाइसकेको देखि घुमिरहेको छ होइन दिदी? एक प्लेट मोमो आधी घन्टा कुरेर 5 जनाले बाँडेर खायो। होइन के छ? उसको के अरे च्याउको पनि सुकुटी खाइयो। ल मोमो खाइयो। चिसो मौसम।
रेस्टुरेन्ट यहाँ रहेछ ल सेल्फी रेस्टुरेन्ट सेल्फी डाँडामा सरर ओ चिसो चिसो ल हामी मुक्तिनाथ आइपुग्यौँ आज हाम्रो मुक्तिनाथमै बस्ने आज यहाँ कन्फर्म भयो र मेरो भिडियो पनि म यहीँ एन्ड गर्दैछु र हामी बस्ने होटल फोर सिजन होटल हो आजको भिडियो मैले यहीँ एन्ड गर्दैछु थ्याङ्क यू जय नेपाल